हेलो गाइस नमस्ते वेलकम बैक टु माई युट्युब च्यानल है। अनि आज पनि हाम्रो फेरि डेली भिडियो भनौँ न डेली मर्निङ स्टार्ट भइसकेको छ। अनि गाई अनि यता बाख्रा छ हाम्रो। यो भयो हाम्रो बाख्रा अनि यो भयो हाम्रो गाई, यो भयो दिदी हैन। अनि यहाँ चाहिँ सिम छ। पहिला एकचोटि मैले यहाँ सिम साग लिएर मैले यहाँ रोपेको थियो। यिनीहरू चाहिँ सबै फैलिसकेको छ। अहिले चाहिँ अब यही लगेर खानुपर्ने हुन्छ। अब गाडिँदा पो रहेछ, पहिला त याद थिएन यसरी गाडेको पनि। कत्रो डुब्दा रहेछ। गाई डुब्दैन, गाली परै बाँधेको छैन, गाई त डुब्दैन। अनि गाई छैन, मैले चाहिँ के सोचेको थियो, घरमा भ्याकेसनमा गएर म भिडियो अपलोड गर्छु, यहाँ गएको उता गएको भनेर। तर के गर्नु यार, उता काम गरेको सेम रुटिन यहाँ चलिरहेछ। गाई ल्याउनु पकाउनु फर्केर घरमा लानु खोलिदिनु त्यस्तै चलिरहेछ। के भिडियो बनाउने यस्तोमा। र भए पनि बनाउँछु, म बनाउनु छोड्दिनँ होइन। अब गाह्रो ला बुढा एबी चप्पल त मैले भन्यो अघि गमुट लगा। चप्पल त नलाउनु भन्ने रहेछ यार। यहाँ साइडमा खुकलेर राख्नु पर्यो। मेरो सँगै डेमाको गमुट लगाएको बा। मलाई के थाहा साङ्गे भएको गम्बुर छ भनेर। बरु सिम साग टिपेको बेस्ट रहेछ होइन, निगुरे भन्दा त। निगुरे पनि छ है यहाँनिर हाम्रोमा अलिअलि, धेरै होइन अलिअलि। उम्रिँदो रहेछ निगुरे के भन्नु त। अब यस्तै छ दुःख सुख। अब चिसो न चिसो पो रहेछ। तल मात्रै हुन्छ, हाम्रो ठाउँमा त हुँदैन यति निगुरे। तर मैले फर्स्ट टाइम देखेको होला सायद यता हुँदै यो निगुरे। अनि लास्ट टाइम एकखेप खायो दिदीहरूले लिएर। सिराङ्चे त्यही त हुँदै त ठुलो पाउँछ नि त, त्यही भएर होला, बेच्नुको लागि होला। खानुको लागि गाडी छ भने त ठिकै छ नि त। जहाँ पुग्दा पनि भइहाल्यो नि, गाडी छ भने हो कि होइन गाइस। गाडी छ भने जहाँ पनि पुग्दा भइहाल्यो। हिँड अहिले हिँड। यतिको चाहिँ पाएँ मैले। लाइन त ठुलै भएको थियो नि त हो डाँडाको। ठुलो छ त, छोरी त ठुलो देखेको थियो। यो चाहिँ गाइस राम्रो है। अच्छा सरी, सिमसाग, किनकि यो चाहिँ उहाँ माथिबाट पानी उम्रिन्छ। अनि त्यही भएर मैले यहाँ ल्याएर रोपेको थियो। यहाँनिर चाहिँ मैला कसले पनि केही गर्दैन, त्यही भएर यो चाहिँ एकदम राम्रो है। बेस्ट अफ बेस्ट। अनि गाई चाहिँ यसरी चराउनु ल्याउँछु घरि यता भने गङ्गाटो पनि आउँथ्यो होइन पहिला त। हेर त खानुकै मात्रै दुन्छ, तर समरमा मात्रै पाउँछ हो। खोइ त अनि देख्दैन त, कहिले निस्किन्छ त अनि। निस्किनु परेको छ भने त्यस्तै निस्किरहेको हुन्छ हावा। त्यसको पनि टाइमिङ हुन्छ होला, समरमा निस्किन्छ होला कि कसो हो साथीहरू। समरमा निस्किन्छ कि विन्टरमा। खोदाले देखा त लु हेरौँ। कहाँ
घाँस काटै चल्दैछ हाम्रो सिँगारेर। हालत पतला गर्मीले। अर्काको बारीमा, अर्काको बारी त होइन होला यो। कुन त खेत जस्तै छ त, खेत जस्तै रहेछ हौ। सायद खेत थियो होला, उहिले उहिलेको मान्छे सब झापा गएर झापा टाप लगाएर छ। खेत पनि रोप्थ्यो होला नि पहिला त यता। अन्त आमाहरूले पहिला पहिला त खेतीमा हुन्थ्यो अरे त नि यता, अहिले चाहिँ छैन। आमाहरू यहीँ बसेको अरे नि त पहिला। थाहा छैन त्यो चाहिँ मलाई कहाँ बसेको थियो। ओ गड ब्लेस मी। मेरो हालत यस्तो छ जिन्दगीको गोरेटोमा। ए कताबाट बाटो छैन यताबाट? यहीँबाट छ। जा अगाडि, अगाडि जा न। ओहो घाँस पुग्दा त राम्ररी पो देख्दो रहेछ अरे न। अहिले चाहिँ गाइस होइन फेरि घाँस काट्नु गइरहेछ। म भेना अनि दिदी उनीहरू चाहिँ अगाडि गयो, मैले चाहिँ काट्नु नपाएर। अनि उनीहरूले भन्यो बोरामा छ त्यहाँबाट काट्ने लिएर आउनु अरे। अनि म चाहिँ फेरि भर्खर गएर पातङ लिएर आएको छु। नानीहरू चाहिँ घरमै छ, पानी पर्नु लागिरहेछ। अनि घरको चाहिँ त्यो सबै सुक्खाको बिउहरू सबै उठाएर, लाइक लास्ट टाइमको तोरी उठाएर, लुगाहरू उठाएर अहिले चाहिँ हामी हिँड्दैछौँ बाटोमा। उपर पुगेछ। घाँस डेली रुटिन जब, भिलेज जब। अनि गाइस होइन हामी चाहिँ यहाँ तल पहिला मेरो क्लासमेटको घर हो यो चाहिँ। अहिले चाहिँ छैन, ऊ चाहिँ अस्ट्रेलिया पुगेको छ। अनि यस्तो झोरी भएको रहेछ के। अनि उनीहरूको घरमा यो पनि फलिरहेको रहेछ, माल के भन्छ मोलगेरा। दिदीले भनेको मोलदेरा मलदेरा अरे मलदेरा हो कि मलदेरा थाहा छैन। यस्तो फलिरहेको रहेछ अम्मिलो। म के खानु सकिनँ। आता मेरो चप्पल खुस्केको यस्तो जङ्गल भएछ। बिचरा फुल पनि फुलिरहेको रहेछ यहाँ, रोसहरू छ कि क्या हो। काँडा भएछ नि हो। अच्छा अच्छा, घाँस र दाउरामा आउने आमा, घाँस र दाउरामा आएको त यस्तो भयो। अच्छा 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 आमा आइ बुदा। अच्छा 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 शिट, कस्तो काँडा भएछ मर्यो। बिचाराहरू कहाँ पुगिसक्यो। घर यस्तो जङ्गल भएछ। अब मान्छेको जिन्दगी कहाँबाट कहाँ पुगिँदो रहेछ थाहै नपाउँदो रहेछ। बिचरा उनीहरू मसँगै पढेको अहिले कहाँ पुगिरहेछ। म यतै हल्लिरहेको छु। म मात्रै कहाँ गयो मेरो दिदी त हरायो। उइ कहाँ गयो? मिर्गोले हगेछ, मिर्गोले हगेछ। अहिले चाहिँ मैले तोरीको फुल नै देखेँ।
हत्तु परान यति गर्मी चिलायो कि ओहो चराहरू पनि करायो आज लागि सक्यो एनिवेज गाइस हैन अनि यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो यस्तै हो गाउँघरमा है यस्तै चलिरहेछ जिन्दगी मेरो भ्याकेसन